Last video मैले यो बुक all night read गर्न ट्राई गरेको थिएँ. I failed. So today I'm back and this time I'm finishing it. Right now it's around 3:30 PM and I'm starting part 2 of this challenge. म कति घण्टामा सकाउँछु है त? नाउ अब स्टार्ट गर्छु है त. गो. अनेस्टली भन्ने हो भने मैले अहिलेसम्म जतिवटा पानाहरू पढेँ यो बुकको सुरुदेखि नै यो बुक अलि हेभी फिल भइरहेको थियो किनभने उसको चाइल्डहुड नै नर्मल जस्तो लाग्दैन पढ्दै जाँदा यु क्यान एक्चुअली फिल हर स्ट्रगल मलाई सबभन्दा एउटा राम्रो लागेको लाइन चाहिँ के छ भन्दा जीवन एउटा युद्ध मञ्च रहेछ जहाँ कहिले सांस्कृतिक धार्मिक युद्ध कहिले जातीय विरुद्ध युद्ध कहिले समानताको युद्ध चलिरहेछ र मान्छे मानवताको मसाल लिएर युद्धमा होमिरहन्छ एक मुठी सास रहन्जेलसम्म जित्ने आशामा लडिरहन्छ कठैभरि मान्छे यी कठैभरि मान्छे मिसिएको मैले जिन्दगी युद्ध लडेकी थिएँ ऊ अहिलेसम्म पनि मैले जति पढिसकेँ 90 पेज समथिङ पुगेँ उसको अहिलेसम्म बाल्यकाल नै छ होइन उसले बाल्यकालमा सम्झिरहेको छ कि कस्तो थियो भन्ने होइन लाइक उसलाई चाहिँ उसको यौनाङ्गलाई लिएर कसरी ढुङ्गा प्रहार हुन्थ्यो होइन अनि त्यसपछि उसले पनि आफ्नो रक्षा गर्नलाई चाहिँ जसले पायो त्यसले चाहिँ हान्थ्यो है आई लाइक इट अनि त्यसपछि अर्को भनेको चाहिँ मलाई अलिकति कस्तो चिसो बसेको चाहिँ जब उसले बाबा मलाई पेन र कपी चाहियो भनेर माग्छ त्यति बेला चाहिँ उसलाई प्रहार गरिन्छ उसको बाबाले चाहिँ उसलाई कुट्छ होइन त्यति चाहिँ अलिकति चिसो लाग्यो होइन र ऊ रातभरि रोइ होइन त्यो चाहिँ अलिकति कस्तो अलिकति होइन एकदमै नराम्रो चित्त दुख्यो त्यो कुराले चाहिँ होइन किन भन्दाखेरिमा तिमीलाई जे चाहिरहेको छ त्यो नपाउँदाखेरि तिमीले जिउमा लागेको चोट बिर्सिन्छौ तर त्यो मनमा लागेको पीडा चाहिँ कहिले बिर्सिन सक्दैन त्यही त हो जीवन सो अहिले रातिको 8:11 भइसकेको छ होइन र मैले 2 घन्टा 57 मिनट चाहिँ पज गरेको थिएँ र 2 घन्टा 57 मिनटको बिचमा पनि अलिअलि चाहिँ केही यताउता तलमाथि गरिराख्दाखेरि टाइम भयो र त्यसपछि चाहिँ मेरो खाना खानु पऱ्यो होइन अनि त्यस बाहिरबाट केही सामान लिएर त्यसको कारणले गर्दाखेरि मेरो टाइम भयो र अहिलेदेखि 8:11 भएको छ 8:11 म 115 पेज नम्बरमा पुगेको छु र अब चाहिँ म ऱ्यापिडली जान्छु है त सो अब म टाइम स्टार्ट गर्छु है त टोइलेट स्टार्ट सो म भर्खरै 150 पेजमा पुगेँ होइन एन्ड अनेस्टली दिस बुक फिल्स डिफ्रेन्ट क्या किन भन्दाखेरिमा यसमा उसको जीवनी छ क्या उसले के भोग्यो कस्ता कस्ता पीडाहरू भोग्यो होइन त्यो कुरालाई समावेश गरेछ क्या उसलाई के सिक्न मन थियो के सिक्न पाएन होइन अलिक स्लो छ होइन तर एकदमै डिप छ क्या बुझ्नुहुन्छ अनि लास्ट टाइममा म 70 पेज पुगेर रोकिएको थिएँ तर आज फेरि कन्टिन्यू गर्दै जाँदा इट फिल्ड कम्प्लिटली डिफ्रेन्ट सुरुदेखि नै उसको चाइल्डहुडको कुराहरू पढ्दा इट अनेस्टली नट नर्मल एट अल त्यो सिचुएसनमा कसरी कोप गर्न सक्यो होला भन्ने नै सोच आयो कति कुराहरू जुन हामीले सानो लाग्छ त्यो उसको लागि कति ठुलो च्यालेन्जेस थियो जस्तो फिल हुन्छ पढ्दै जाँदा आई वाजन्ट जस्ट रिडिङ एनी मोर I started thinking about her life, her struggle, उसको determination and somewhere it also made me reflect on my one life किनकि हामीले कति कुराहरू without thinking complain गरेर हुन्छ जति अगाडि बढ्दै गयो I started respecting her more because despite everything she went through she didn't stop and honestly त्यो मोमेन्टमा यो बुक पढ्नु मात्रै होइन जस्तो लाग्यो it felt like I was experiencing something deeper फाइनली आई फिनिस्ड इट मैले यो बुक पढ्न दिउँसो स्टार्ट गरेको थिएँ 30 PM तिर र अहिले बिहानको 3 बजेको छ लुक एट दिस
सो टोटल टाइम चाहिँ मैले 9 hour 38 minute पढाएको छु है. लुक एट दिस. बट अनेस्टली यो एक्सपिरियन्स चाहिँ एकदमै डिफ्रेन्ट थियो. लास्ट टाइममा म पार्ट 1मा फेल भएको थिएँ, तर आज फाइनली आई कम्प्लिटेड इट. यो बुकले मलाई इन्टरटेन मात्र गरेन, इट एक्चुअली मेड मी थिङ्क. जीवन काँडाकी फुल इज बेसिकल्ली एन अटोबायोग्राफी अफ झमक कुमारी घिमिरे, वेयर सी सेयर्स हर रियल लाइफ स्ट्रगल. She was born with cerebral palsy, but despite that, she learned everything on her own, which is honestly inspiring. What I really like is, especially her pain, struggle or society behavior, ekdamai real feel huncha. It's not a fast book, but it makes you think differently about life. Now I understand why it called Jeevan Kandaki Fool. So yeah, overall I would give it 9 out of 10. यो बुकले एउटा कुरा सिकाउँछ, इफ यु डिटरमाइन नथिङ इज इम्पोसिबल. सो या पार्ट 1मा फेल भए, बट पार्ट 2मा आई कम्प्लिटेड इट. इफ यु वान्ट मोर भिडियो लाइक दिस, कमेन्ट what I should read next. Please do like, share and subscribe. I will see you in the next challenge.